हेलो हाई दर्शन एन्ड नमस्ते जोडले सम्पूर्णलाई। मेरो मम्मी आइरहनु भएको छ आलु खन्नलाई। ल देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ हैन। मम्मी मम्मी के गर्नु भएको थियो खुट्टामा लाग्ला। अब चाहिँ हामी आलु खन्नलाई चाहिँ रेडी छौँ हैन। के बोल्नुहुन्छ त्यस्तो। यो चाहिँ हाम्रो आलुबारी हैन, देख्न सक्नुहुन्छ यो सबै हाम्रो आलुबारी। यो आलुबारी हाम्रो यहाँनिर छ धनिया हैन, त्यहाँनिर छ हाम्रो कालो कुकुर, हाम्रो काले कलौटे कालु कालु, यो काले हाम्रो हैन। अनि त्यसपछि यो चाहिँ हामीले हिजो चाहिँ यो चाहिँ खन्यौँ हैन। यो खनेर चाहिँ हिजो हामीले स्याहार्यौँ। एटाको चाहिँ खन्ने भएको छ, यो चाहिँ खन्ने भएको छैन, यो हरियो बच्चै छ हैन। यहाँनिर मेरो मम्मीले खन्दै हुनुहुन्छ। पहिला चाहिँ झार काट्नुहुन्छ, त्यसपछि खन्छौँ हामीले। आलु खनेर चाहिँ हिजो आधी राख्यौँ, त्यसपछि आज भ्याउने हो मेरो मम्मीले आलु खन्ने। अब हजार अब आलु खन्ने भेना छिटो आउनु के, मर्सीले बोलाउनु न, बोलाउनु त, फोन गर्नु त। अब यस्तो गरेर पहिला झार काट्ने, त्यसपछि घाँस चाहिँ गाईलाई, आलु चाहिँ हामीलाई। त्यही हो क्या हो मम्मी। ए मम्मी यस्तोरी खन्नुहुन्छ मेरो मम्मीले आलु आलु। त्यसपछि हैन भिनाजु पनि आइरहनु भएको छ अब आलु खन्नलाई। भिनाजु हेलो, मेरो भिनाजु हैन। हेलो हेलो हेलो, म चाहिँ यतातिर हैन, यतातिर म चाहिँ अब म पनि आलु खन्छु हैन। तपाईहरु चाहिँ हाम्रो आलु खनेको भिडियो हेर्नुहोस्। अनि यसरी हेर्नुहोस् है, यसरी खन्छौँ हामीले आलु। अब ल हेर्नुहोस्, यसरी खन्छौँ हामीले आलु। देख्न सक्नुहुन्छ मेरो भिनाजुले आलु खन्दै हुनुहुन्छ। अब आलु निकाल्नुहुन्छ हो। खै आलु खै भेना आलु खै आलु भेट्यो देशी आलु कहाँ लाग्छ त? त्यही हो आलु, त्यही घर लगाएको छ कि है आलु त्यही हो हैन। आलु देख्न सक्नुहुन्छ तपाईहरुले। आलु म तपाईहरुलाई आलु देखाउँछु है, रोक्नुस् है। आलु म यहाँ आलु हेर्नुहोस्, आलु 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 हैन। आलु बुटा मरेर यस्तो भएको छ हेर्नु न। खन्ने बेला भएको कि नभएको थाहै छैन, तर आलु दुई तिनवटा मात्र खान् के यस्तो। एउटा बुटामा दुई तिनवटा। अब कस्तो हो नि, यहाँ पनि तिनवटा थिए, यहाँ पनि तिनवटा। ल उम्रिँदा चाहिँ झ्याउझ्याउँदै उम्रिएछ, फल्ने बेला दुई तिनवटा मात्र के भएको यस्तो। यस्तै हो तपाईँहरूकोमा कस्तो फलेको छ? तपाईँहरूकोमा धेरै फल्यो होला हैन। ल हेर्नुहोस् है, हाम्रो त यस्तै फलेको छ आलु यस्तै फलेको छ आलु। एउटामा एउटा टोक्लोकै के भा ए त्यस्तै हो आलु फल्ने। ल है हाम्रो आलु खनेको यही हो के अरे। तपाईँहरूले कति फलाउनुहुन्छ ल तपाईँहरूले पनि भिडियो सेयर गर्नु होला है हामीलाई, हामी पनि हेर्छौँ तपाईँहरूको भिडियो। ल हेर्नुहोस् त, एउटामा एउटै यस्तो फलेपछि अनि यति धेरै ठुलो खेतमा कति हुन्छ होला त। ल अब म चाहिँ भिडियो यतिमै बन्द गर्न चाहन्छु। तपाईँहरू मेरो भिडियो हेरेर साथ सपोर्ट गर्नु होला हैन, दिनु होला। ल अब चाहिँ मेरो मम्मी र भिनाजु यहाँ खन्दै हुनुहुन्छ यस्तो गरेर। अब म पनि खन्छु, आलु खन्छु म पनि। हस् त अहिलेलाई बाई बाई। ल हस् हुन्छ।